सन्तानको सानो पीडामा आफन्तको गहिरो माया। जीवनमा सबैभन्दा निस्वार्थ गहिरो माया यदि कतै पाइन्छ भने त्यो अभिभावकको हृदयमा पाइन्छ। उनीहरूको जीवन आफ्ना सन्तानका सुखको लागि समर्पित हुन्छ। आफू पीडामा परे पनि सन्तानको सानो असहजता देख्दा हृदय टुट्न थाल्छ। यही भावलाई समेट्छ एक मार्मिक भनाइ। मेरो आँखाको उपचार गरिनस्, तर के गरौँ छोरा, आज तेरो आँखामा कसिङ्गर परेको छ। यो भनाइ सतहमा हेर्दा सामान्य लाग्न सक्छ, तर यसभित्र छ एक गहिरो जीवन दर्शन। यो अभिव्यक्ति केवल शारीरिक आँखाको कुरा मात्र होइन। यो पीडा सहने स्वभाव, सहनशीलता र सन्तानप्रतिको ममताको गहिरो चित्रण हो। हाम्रा बा आमाले जीवनभर धेरै अभाव सहन्छन्। कहिले आँखा बिग्रन्छ, कहिले शरीर दुख्छ, तर उनीहरूले सधैँ आफूभन्दा सन्तानको आवश्यकतालाई अगाडि राख्छन्। आँखा बिग्रे पनि उनीहरूको दृष्टि सन्तानप्रति अप्रष्ट कहिले हुँदैन। आफू दुखी हुँदा पनि सन्तान रोएको देख्न कहिल्यै सक्दैनन्। जब छोरा छोरीलाई आँखामा सानो कसिङ्गर पर्छ, तब ती अभिभावक जसको आँखा महिनौदेखि बिग्रेको छ, तुरुन्त चस्मा खोलेर हेर्न आउँछन्। यो दृश्य सामान्य लाग्न सक्छ, तर यसमा लुकेको हुन्छ गहिरो माया र सन्देश। म स्वयं दुखी छु, तर तिमीलाई दुखी देख्न सक्दिन। यो भनाइले हामीलाई सम्झाउँछ हाम्रो अस्तित्व आज छ भने त्यो अभिभावकको बलिदानका कारण हो। उनीहरूले आफ्नो उपचार रोके, नयाँ लुगा किनेनन्, इच्छाहरू त्यागे, तर हामी पढ्न सकौं, बढ्न सकौं भनेर। उनीहरूको मौनता नै बोल्दो छ। आजका सन्तानले आफ्ना अभिभावकलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ। उनीहरूको मौनता नै बोल्दो छ। उनीहरूको आँखा नै जीवनको साँचो ऐना हो। हामीले अब भन्न सक्नुपर्छ, बा तपाईका आँखाको उपचार म गर्छु। तपाईले संसार देख्न सक्नुपर्छ जस्तो मैले तपाईको आँखाबाट देखेको थिएँ। तपाईको आँखाको उपचार म गर्छु। बा तपाईले संसार देख्नै पर्छ जस्तो मैले तपाईको आँखाबाट देखेको थिएँ। हामी हाँस्दा हाँस्दा भुल्छौं। हामी हाँस्दा हाँस्दा भुल्छौं त्यो हाँसो कसैको आँसुमा पाइएको थियो। मेरो आँखाको उपचार गरिनस् भन्ने वाक्य केवल पीडा होइन, त्यो
प्रेमको गहिराई हो। हाम्रो कर्तव्य हो ती आँखाहरूको ती आँखाहरूको अब उपचार गर्नु, जसले हामीलाई सधैँ उज्यालो दिएको थियो। आशाको ढोका खोल्नुपर्छ। यो केवल सामाजिक चेतना र भावना मात्र होइन, यो आज हरेक घरको कथा, हरेक घरको व्यथा र हरेक आमा बाबुको यो यथार्थ नै बनेको छ। तपाईलाई यो कथा अनि निबन्ध कस्तो लाग्यो? राम्रो लागे कमेन्ट गर्नुस् र यसलाई शेयर गर्नुस्। आउँदा दिनहरुमा फेरि यस्तै कथा र निबन्ध लिएर आउने छु।